सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो आफ्टर लङ टाइम होइन ब्लग पनि अब यस्तै भइरहेछ। कलेज जाँदैछु, हाम्रो कलेज लागिसकेको थियो तर मैले भ्लग बनाएको थिएन। सो आज चाहिँ कलेजमा फ्राइडे र कार्यक्रम पनि छ, त्यही भएर म कलेजतिर चल्दिन लाग्नु। लेट्स सी के हुन्छ, रमाइलो हुनेवाला छ। लेट्स सी। सो फाइनली गाइज अहिले चाहिँ क्लासमा पुग्यो। अहिले चाहिँ हाम्रो बिमुड बनाएको छ, के छ पुरै व्हाइट बोर्ड साफ परिरहेछ। ठिक छ गाइज, अहिले चाहिँ यहाँ क्लासमा पुग्यो। अब चाहिँ ब्याग सेक राखौँ। अब त अब अलि ब्याक बेन्चर नै भनौँ न। अहिले यहाँ छ, अनि त्यसपछि यहाँ हुन्छ, अनि त्यहाँ हुन्छ। सो गाइज अहिले चाहिँ हामी टक्क लगाएर भाइर बहिनी के छ बहिनी? ठिक छ। कस्तो भइरहेछ? राम्रो भइरहेछ। ओए होए हाम्रो सर पनि ब्लेडमा आउनुभयो, टक्क लगाएर भडभड गर्दै। ठिक्क छ ल। त्यहाँ पुरै 2020 म्याच चलिरहेछ। समीर दाई पुरा पारामा आउँदैछ, पुरै आफ्नै धुनमा छ, आफ्नै धुनमा के गरिरहेछ के थाहा छैन। हेलो राजा, के हो पारा? पुरै आफ्नै तालमा घुमिरहेछ, धुनमा पुरै। ओए राजा तिमी त टुवा भएर आउँदैछौ त। के छ? ठिक छ पुरै टुवा भएर आइदिने तिमी। ओए ल अर्को हेर्नु है फेरि। ल टुवा हो, ल हेर्नु होइन, हाँस्ने होइन। पुरै हेर न, पुरै सिरियस मुडमा हो, सिरियस मुडमा आइदिन्छ यो त। खुत्रै हो ऊ। अर्को तेक्वान्डो प्लेयर है। आँख सुन्दाइ होइन, अपडेट आएर क्यामेरा यस्तो बवाल भएको नि मेरो। यस्तो भिडियो बवाल आउँछ। ओहो के छ राजा, तिमी चट्ट भएर आइदिने आज? केरा छैन राजा? केरा गाइज अहिले चाहिँ हाम्रो चन्द्रा के छ? ए भन्न गाइज हाम्रो कालु साथी के छ? कालु साथी? ठिक छ। हेर्न तलाई हेर्न तलाई कालु साथी। अब कालु उयोहरु क्यामेरामा हेर् त। आज हाम्रो फ्राइडे भएर उ हुन्छ तिमी कालु आयो यार, यता आउँछ एकछिन, यता आउँछ। अब गोरु ए मा काले हो। ठिक छ। आज उ हो के, आज हाजी जुबाब हो नि त, त्यही भएर होइन यसो कार्यक्रम भयो भने कन्टेन्ट भयो भने बनाउनु पर्यो नि त होइन, त्यही भएर। सो फाइनली अहिले चाहिँ यहाँ स्टार्ट भइसकेको छ हाजी जवाब। हाजी जवाब प्रतियोगिता यहाँ टक्क लगाएर हुँदैछ। हामी चाहिँ हेरिरहेको छौँ। हामी चाहिँ अब ठुलो क्लास भएर इन्चार्ज। समय सिद्धिएको छ कोशी समूहको र महाकाली सदनलाई। दुईवटा नाम पनि भन्नुहोस्। बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका। एकदमै सही उत्तर। कञ्चनपुर जिल्लामा जम्मा 9वटा स्थानीय तहहरू छन् र त्यसमा 7वटा नगरपालिका छन् भने 2टा के छन् त गाउँपालिकाहरू रहेका छन्। र यसपछि पालो महाकाली सदनलाई। ब्ल्याक मम्मालाई ध्यान है त। सोलुखुम्बु जिल्ला हिमाली जिल्लामा पुग्यौँ हामी। त्यसको उत्तर मिल्न सकेन र कोशी सदनलाई। ब्ल्याक मामा नै हो। तनहुँ गण्डकी प्रकार छ। हाम्रो धर्म संस्कृतिसित पनि जोडिएको छ प्रश्न। कोशी नदीको नाम कौशिक ऋषिको नामबाट राखिएको हो भने गण्डकी नदीको नाम कुन ऋषिको नामबाट राखिएको हो?
कृपया बाहिर नबोलौ। महर्षि गौतम सही हुन सकेन। प्रयासपछि प्रश्न गण्डकीलाई नै छ। गण्डकी नदीको नाम भन्नुपर्ने कुन ऋषिको नामबाट राखिएको हो? नागजन कट्या म भन्ना थियो भिडियो बनाउनु थियो हजुर न। समय सिद्धिएको छ। कोशी सदनलाई भाइ हल्लै जन्न भाइ पास। प्रयास गरेर हल्लै जन्न महाकाली सदन पास। र क्वेसन बाहिर जान्छ। रविन्द्र सर एकदम तयारी अवस्थामा हुनुहुन्छ। गौशिक त्यही भन्यो गौशिक जोरले भनौँ, एकचोटि उठेर भनौँ। होइन भइगयो हुन्थ्यो यो गलत हो। बाहिरबाट आवाज आउन सकेन। फेरि पनि प्रयास गरौँ। कौशिक मिलेन। मिलेन। र यसको सही उत्तर हो गाण्डीव ऋषिको नामबाट गण्डकी नदीको नाम राखिएको। गाण्डीव ऋषि। र यसपछि हाम्रो प्रथम स्थान सहित जित हात पारेको पनि थियो। र अब भन्नुहोस् उक्त प्रतियोगिता कुन देशमा आयोजना भएको थियो? 2026 को एसिया क्षेत्र विश्वकप छनौटको लागि T20 को छनौट प्रतियोगिता कुन देशमा आयोजना भएको थियो? देशको नाम भन्नुपर्ने छ। देशको नाम भन्नु होला। गम्भीर अवस्थामा छलफल। T20 एसिया क्षेत्र छनौटबाट वर्ल्ड कप खेल्नको लागि 2026 को वर्ल्ड कप खेल्नको लागि जुन छनौट प्रतियोगिता भएको थियो त्यो प्रतियोगितामा नेपाल प्रथम पनि भएको थियो। र उक्त प्रतियोगिता कुन देशमा आयोजना भएको थियो? देशको नाम भन्नुपर्ने छ। मेरा घर भयो जो भयो समयलाई ख्याल गर्नु होला। जो भयो भने हेरिन्छ। श्रीलङ्का एकदमै मिलेन। त्यसपछि म्याडमले बनाउनु पर्यो त। थाइल्यान्ड मिल्न सकेन। यतापट्टि गण्डकी सदनलाई ओमान। ताली पिट्ने कि नपिट्ने? पिटिहाल्ने। एकदम जोरले पिट्ने। सही उत्तर ओमानमा भएको थियो यो प्रतियोगिता। ओहो यसपछि प्रश्न कोशी सदनलाई रोक्नु। खतरा रहेछ त केटा हो भने हेर्दै यार मेरो सदनले त आगो लगाइहाल्यो आज। प्रश्न नम्बर 2। प्रश्न नम्बर 2 यस प्रकार छ। यो अलि रोचक छ। हाम्रो भाषा रातो पानी पिन्छ। आइपरेका बेला नौ चाँडो भणन चाहिँ के हो? काला दुला रहन्छ। रातो पानी पिन्छ। आइपरेका बेला नौ चाँडो भणन चाहिँ के हो? कृपया बाहिर नबोल्नु होला। कोही त बुढो छ अहिले बा कसैले बुढो क्या भूकम्प मिल्न सकेन। र यसपछि प्रश्न गण्डकीलाई नभड त कोही हट हान्ने आउँदैन बोल नभड भडे नभन्दा कोही पनि हामी दुई गुटी एक लौ चाँडो भन्छ। नभन्दा भणन्छ। के भन्छ र पालो सिद्धिएको छ। यसपछि कर्णाली सदनलाई खुकुरी मात्रै होइन है। फेरि खुकुरी मात्रै होइन। यसको उत्तर सही हुन सकेन। खुकुरी र खुकुरीको दाब नाल होइन। र एकदमै सही छ। ठिक छ। कर्णाली सदनले 1 अङ्क फेरि जित्न सफल भएको छ। यसपछि प्रश्न गण्डकी सदन। मैले भनेर एड जिन्दै गडा मैले रङ हो। प्रश्न नम्बर 26 चिनेकै छैन फेरि भाइ चिन्न गाह्रो हुन्छ नि। प्रश्न नम्बर 26 यस प्रकार छ। ल कार्यक्रम सिद्धिसकेको छ। अब चाहिँ हामी घरतिर चल्दिन आँखौँ सबै भने केटा घरतिर चल्दिन। अब कार्यक्रम सिद्धियो चाहिँ ब्याग लिन आएको चाहिँ एकदमै उपरै घाम फेरि अब तल जाउँ। त्यही हो घरतिर फाइनली गाइज अहिले चाहिँ होइन
घरतिर चल्दिनँ आफू यहाँ बहिनी अनि म त्यो हाम्रो छोटा राजा ग्याङको मेम्बर हाम्रो भाइ गइरहेछ होइन अब टक्क लगाएर घरतिर चल्दिउँ। त्यहाँदेखि पनि आइसक्यो कलेजमा एकदम रमाइलो भयो आज एकदम आज खेलेर यिनीहरूको टिम पनि थियो पार्टिसिपेट गरेको थियो बहिनीले तर हार्यो मेरो टिमले जित्यो भाइ दोस्रो भयो कि जे भयो हार्न त हार्यो नि हामी फर्स्ट भयो होइन जे भयो नि म नगए पनि टिमले चाहिँ जितायो होइन सेन्टीले जहिले पनि जित्छ हार्ने त चान्सै भएन नि त होइन भाइ तेरो टिम कुन हो कर्णाली त्यो पनि हार्यो भाइ गण्डकीवाला जे भयो नि ए तिम्रो एउटा सँगै हो ए ल ल ठिक छ ल टक्क लगाएर ल अहिले चाहिँ घरतिर चल्दिउँ अहिले गाइज अहिले चाहिँ म घर पनि आइसकेँ होइन आज चाहिँ मजा आयो एकदम होइन आज जवाब भयो मजा नै आयो अब क्वेसनहरू पनि ठिक ठिकै थियो होइन यताउति दामी सबैले राम्रो नै गर्यो हाम्रो ग्रुप जित्यो जे होस् होइन बहिनी तिनीहरूको ग्रुप हार्यो तर पनि मजा आयो एकदम त्यही हो अब चाहिँ ब्लग यतैसम्म एन्ड गरौँ ब्लग सो जो च्यानलमा नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गर्नुहोस् भिडियोलाई लाइक गर्नुहोस् आजको लागि यति भन्दै भेटौँला अर्को ब्लगमा त्यतिको लागि बाई बाई जय नेपाल।